महा ओम तप ओम सत्यः ओम पृथ्वी मन्त्रस्य मेरो पृष्ठदिशि सुनमा त्यही आसन मुनि छोडिदिनु अब बसेको आसन मुनि छोडिदिनुहोस् अनि कुशासनमा कुशको आसनमा बस्ने हो पूजा गर्नु त्यही भयो पूर्वतिर पृथ्वीमा घुम्मै है पृथ्वीमा अब अर्घ पात्रमा पनि राख्नुहोस् त्यहाँनिर हजुर सूर्यमा तस्मात् विषयमा चत्तको आशा पवित्र नाम छिदैन पवित्र पवित्र सन्नो देवी र विषय थोरै जल थपिनु सर ओम सन्नो देवी र विषय भवन विदेश रवि सर्वन्तन चन्द्र राखिदिनुहोस् गन्धर्वद्वारा विराधा सनित्य पुस्तक पवित्र यहाँ हो एकजना मन्दिर यहाँ यस्मिरेत पुंडरी कक्ष सर्वाया भयंकर सूची पुंडरी कक्ष पुनातु आत्मकार सूची हे जल आत्मन भइसकेछ कुश पवित्र धारा हातको हातमा औँठी नभए औँठी लगाउनुस् है त अष्टाङ्गम अर्घ उच्चते अर्घ पात्र धराय नमो नमः अक्षुतनं तांगे कौशल श्रीस्तते लक्ष्मी सपत्नवं सर्वधराय नमो नमः दुर्वान् पुण्यं समर्पयामि श्री अर्घपात्राय नमो नमः एगो शिवाय ओम मेधा प्रसिद्धि सपहन्तु मध्यादां पवित्र पशुपतिरो पशुपतिरो देवी रापागरी गुवागरी पुगोरे मध्य के गोसाई नंद दातो दे तन्नदेवी के विक्रम आखारी त्रिविरमा मुहप्रकनाइता रिखता सरस्वती तिवान को सारताई माछिन अझ फक्त हो त्यो भन्दा त शिवलाई चोक देख्नुहुन्छ सर हो चाहिँ उसले त जलको पैसा गर्ने बाहिर पड्किने गर्नु उहाँले गर्नु हो शिवलाई चोक अलि सागर पत्र पतिर टीका लगाइदिनु कुछ गरेर खानु भएन भाइ त्यो बोलाउन न ए नानी नानी हेला हेला बाबु जो खुसीता जल तमराको जल दिदा तो पैसाको मनोमे तर्फ त्यहाँ छुने सर परमात्माले पुराण पुरुषोत्तमाय श्रीमद् भागवतो महापुरुषस्य विष्णुराजय पर्वतमानस्य सकल जगत सृष्टिकारिणो ब्रह्मणो द्वितीय प्रादेशिक श्वेत वाराकल्पे वैश्वत मन्वन्तरि अष्टादश सत्यमी सत्यता द्वापरन्ते कलिकलिक च प्रथमतरणे जाम्बुद्वीपे भारतवर्षे भारतखण्डे आर्यावर्तान्तर्गतः नेपाल राज्यान्तर्गतः पश्चिम विभागे लुम्बिनी चक्रपथ वास्तवमा षष्ठम श्रावण मध्ये कालयुक्त नाम संवत्सरे श्री सूर्यपूर्वः मम अस्मतः ज्येष्ठ पुत्रः डालुराम बटुकोहम मम अस्मतः कनिष्ठपुत्र लालमणि कुमार भूमो मम स्पुण्य भूमो शिवजी पूजन कर्मणि गाईलाई प्रार्थना गर्नुहोस् न महेश्वर शान्ति पराक्षमे गाडी बस्दैन विश्वामित्र नदी माता सुरविहार मे पापयन्मय दुष्कृतं कीर्तनमा गाईमा ओम स्वर्ण धर्म स्वाहा ओम स्वर्णार्क स्वाहा ज्ञानी जन्मांतर कीर्तनी जतानी नमस्ते काबिले देवी संसार हरिता चौदवेदा देवानो नेता जादा मेरे दे आसम ना प्रादिवे देवा भद्रा शोभा तेरी देवा वयं देवाना आयुः परतिरन्तो देवासे तान् पूर्वया सोममासीना सर्वाणा श्रीरुदां हिरण्यायुवं
जति धन दौलत भानी होइन के रे लानी, जति धन दौलत भानी होइन के रे लानी, लाको एउटा कपडा नि छोडेरै हो जानी। सुन्न शङ्कर भोला सत्य कुरा यही होला, सुन 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 शङ्कर भोला सत्य कुरा यही होला। बम भोले बम, सुन शङ्कर भोला सत्य कुरा यही होला, सुन शङ्कर भोला सत्य कुरा यही होला। बम भोले बम, सुन शङ्कर भोला सत्य कुरा यही होला, सुन शङ्कर भोला सत्य कुरा यही होला। सबै थोक छ जिन्दगीमा छैन सुख शान्ति, सबै थोक छ जिन्दगीमा छैन सुख शान्ति, राख्नु पर्ने राखिएन मलाई मेरा जन्ती, गल्ती भयो भोला कहाँ गएर के होला, 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 गल्ती भयो भोला कहाँ गएर के होला। हे भगवान, गल्ती भयो भोला कहाँ गएर के होला, गल्ती भयो भोला कहाँ गएर के होला, गल्ती भयो भोला कहाँ गएर के होला, गल्ती भयो भोला कहाँ गएर के होला। नजन्मिँदा थियो खल्ती न त मर्दा खल्ती, न बोटोमा हुन्छ खल्ती न कात्रोमा खल्ती, आखिर लानु के थियो र व्यर्थै गर्यो गल्ती, तिमीले खोज्यौ धनमा सुख
सुखा थियो सन्तोषमा तिमीले खोज्यौ धानमा 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 सुखा थियो सन्तोषमा बम भोले बम तिमीले खोज्यौ धानमा सुखा थियो सन्तोषमा तिमीले खोज्यौ धानमा सुखा थियो सन्तोषमा बम भोले बम तिमीले खोज्यौ धानमा सुखा थियो सन्तोषमा तिमीले खोज्यौ धानमा सुखा थियो सन्तोषमा पानी लिन को गएको सूर्याय नमो नमः अब रक्त कस्तो बस्छ चढेको छैन पैसा सूर्याय नमो नमः आजमा यहाँ ब्लडको बोकी चल सूर्याय नमो नमः विभिन्न चन्दनहरू रगदन संयुक्तम गन्ध गिरह परवाकण गन्ध सर्वै सूर्याय नमो नमः राता अक्षर राता फुलहरू राता अक्षर राता फुलहरू रगदन समय चन्द्रो नमः माधव पिङ्गला दण्ड सर्व परिवार देवताभ्यो नमो नमः सर्व वर्ण सहिताय नमो नमः महाप्रसाद तिलानी जलले महाप्रसाद 5 चरण नमस्ते नमताय सहस्रमूर्ते सहस्रपाद शिष्टभावी सहस्रनामने भोलकाय ससदे सहस्र बढी गोदावरी रे नमो नमः हरि ओम ठ्याक्क त्यसमा बत्ती पनि बाल्ने धूप पनि राख्न सकिएकै बत्ती पनि चन्दन चढाइदिँदै सर चन्दन मलाई यहाँ जल सम्बोधन बाल्दैन एउटा कपुर राखेर बाल्दैन हुँदैन ओम नम सहस्रकारिणी सर्वव्यापी विनाशनं प्रदक्षिणा भनेको चाहिँ जल घुमाउनु 3 पटक छ किन निको जल ओम यानिकाच पानी मात्र कीर्तन जा तामाले सत्य प्रदक्षिणा पदे पदे विलयन्ति एतानि प्रदक्षिणा पदे पदे प्रदक्षिणा करमे श्री सूर्याय नमो नमः फुल्ले राजा निवेशयन्नम मृतं मर्तं च हिरण्य जिन्दगीमा दुःख गरे धन सम्पत्ति जोडे
जिन्दगीमा दुःख गरे धन सम्पत्ति जोडे 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 आखिरीमा आफ्नाले नि छोडे यो जिन्दगी भरिको कहिले होला मैले दर्शन पाउने हरिको यो जिन्दगी भरिको कहिले होला मैले दर्शन पाउने हरिको यो जिन्दगी भरिको कहिले होला मैले दर्शन पाउने हरिको यो जिन्दगी भरिको हरिको 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 कहिले होला मैले दर्शन पाउने हरिको यो जिन्दगी भरिको कहिले होला मैले दर्शन पाउने हरिको यो जिन्दगी भरिको हे गाउँला हरिको नाम जाउँला वैकुण्ठ लोकाइमा गाउँला हरिको नाम जाउँला वैकुण्ठ लोकाइमा गाउँला हरिको नाम ए जाउँला वैकुण्ठ लोकाइ जाउँला वैकुण्ठ लोकाइमा मेरो लोग्ने छोरा छोरी मेरा इष्ट मित्र मेरो लोग्ने छोरा छोरी मेरा इष्ट मित्र आखिर मेरो के रहेछ र सबै चलचित्र यस्तो भन्ने लाको भा किन रुन्थ्यो मन हारी जाप्न पाको भा यस्तो भन्ने लाको भा किन रुन्थ्यो मन हारी जाप्न पाको भा यस्तो भन्ने लाको भा किन रुन्थ्यो मन हारी जाप्न पाको भा यस्तो भन्ने लाको भा लाको भा लाको भा हे लाको भा किन रुन्थ्यो मन हारी जाप्न पाको भा हरि ओम चन्द्र नाम रतो रहित प्राणत विचार निर्जात ओम तेस्रो चौथो पाँचौं सर त्यस्तै सङ्कल्प लिन्छ जसले जल यसो अग्निमा घुमाम जल महादेव शम्भो ओम सीता शिवा हर हर गंगा निर्मला शिवा हर गंगा जल 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 निर्मला हरे हरे नमस्काराय च नमः
पूर्वेशं पथा पूर्वयच्छ मन्तप्रधानं तन्मे मनसिदावनसनय भगवान भन्नुहुन्छ पोखरी खन्नु चौतारी चिन्नु पछि स्वर्ग जाने भए सद्मार्गमा हिँड्नु हे सुख बाबालाई देऊ सुख आमालाई साँझ बिहान पुकार हरि रामलाई सुख बाबालाई देऊ सुख आमालाई साँझ बिहान पुकार हरि रामलाई सुख बाबालाई देऊ सुख आमालाई साँझ बिहान पुकार हरि रामलाई सुख बाबालाई देऊ सुख आमालाई साँझ बिहान पुकार हरि रामलाई सुख बाबालाई देऊ सुख आमालाई साँझ बिहान बाहिर जाने होला नि ल बाहिर लिएर आउनु बाहिर त्यहाँ तीनचोटि भइसक्यो त्यही Ini
हुन्छ त राई म मामा यहाँ हुन्छ बाहुनला हो यो त सबैको दिन्छु ल अब त दालीमा खनाइदिन पाएन दालीमा यो बढी भयो तपाईँ के पारि एकछिन है बोलके बाबतको ज्याला 40 त्यस्तो त काम मानिन्छ भौजी बिछाम दे भन संसार भोलेर उनकै शरण
संसार बोलेर उनकै शरण जाउँ ब्रह्मा विष्णु महेश्वर भन्दै कीर्तन गाउँ हरि हरि ब्रह्मा विष्णु महेश्वर भन्दै कीर्तन गाउँ ओम लक्ष्मी नारायणाभ्यां नमः अर्घ्यं निवेदयामि आचमन हलवान कपुरको जल चढाइदिनु ओम सर्वते पञ्चामृतमयानीतं स्नानार्थं पटगिर्यताम् ओम पञ्चनद्य सर शुद्ध जलले स्नान गराइदिनु गङ्गाजल ओम गङ्गा सरस्वती रेवा पयश्री नर्मदा जलै स्थापितोऽसि मया देव तत ओम आपो अस्मन् मातर सुन्दयन्तु गिर्तेन नोहायकृतं वीरसभवाक्ष्यभ्यं घृतै स्नानान्ते फेरि शुद्ध जलले स्नान गराइदिनु ओम आपो अस्मन् मातर सुन्दयन्तु गिर्तेन नो गिर्तप्प पुनन्तु विश्वमेरि प्रवहन्ति देवी रुद्रात् सुतिरा भूतेवी धारण मात्रेण तृप्यन्ति पितामह मधुना सन्तो देव नित्यं शोकहरो भव ओम मधु वातारितायति मधु चरन्ति सिन्धव माधुनगामो सन्तोषधि मधु नक्तपुतो हतो मधुता मधुवान्नो वनस्पति मधुवा अस्तुर्यमार्दिनगाया तत्र शरणत्तं गतो प्रभो खण्डस्नाने स्नानं समर्पयामि ओम लक्ष्मी नारायणाभ्यां नमः ओम नाना सुगन्धिद्रव्यं च चन्दनं रजयताम् ओम अगुसुनास्ते अगुसुकृत्यतां परुखा परो गन्धस्ते सोमवतो मदाय रसो अच्युतः फेरि शुद्ध जलले स्नान गराइदिनु ओम सहस्र शिरेखा पुरुषः सहस्राक्ष सहस्र गराइरहनु ओम सहस्र शिरेखा पुरुषः सहस्राक्ष ओम सहस्र शिरेखा पुरुषः सहस्राक्ष सहस्रपाशः सर्वतप्रीत्यास्य सानो यदन्नेनातिरोवति तावानसमैवातुर्याय सपुरुषः पादस्य विश्वाभूता वैसपद्व्यागु सूत्रो जाय कृता देवाद्य कीर्तनवाना अवध पुलिस फुलमालाहरू के सम्पत्तिहरूले अस्तुभं वनमाला च प्रदानेन मम पापस्य भवतु अक्षय निवदन्तै क्रियामलोकतु ततसुवान ओम धान्ययागं समाङ्गल्याय सुकृति कराय वा तस्मात् देशसदाय नमः विविध प्रकारका ओम माद्या दिनेश भनयानि तानि पुष्पाणि पुजाकं भनेपछि उहाँलाई पूजा गरिरहेछ यही माथि पूजा गर्ने दयामि प्रजापतये नमः मेडुम पूजयामि नमः सिन्दुर चढाउनु त्यसबाट प्रसाद आफूले निकालेर लगाउनु सबै त्यही चढाएको थोरै निकाल्नु जाने योस्मान धोर्पतितं धोर्वयं वयं धोर्वैवाना प्रसादे रूपिणे देवानां दानवानां च ओम दर्शनेन तु मादर्शनुनं मंगलदायक शौर्य सौभाग्य सत्कीर्ति निर्मलं ज्ञानदो भव आदर्शनं समर्पयामि ओम लक्ष्मी नारायण ओम नमो भगवते अब बत्ती चाहिँ ल्याउनु पठाउनु पर्यो शान्ति
ॐ सद्यो जातं प्रपद्यामि सद्यो जाताय वै नमः। प्रसादी लिएर जानु होला। हरे पुर्खाहरूले गरेको कर्म छोरा नातिमा सर छ। पुर्खाहरूले गरेको कर्म छोरा नातिमा सर छ। पहिले कस्तो कर्म गरियो त्यही फल भोग्नु पर्छ। हुन्छ कि हुन्न हे राधा अच्युतानंद हे माधव द्वारका नायक द्रौपदी रक्षक रामो पुण्यता कारण लक्ष्मणितो गस्य संपूजितो राघव पदवास संप्राविणं बोधवान् पुल्लाशोभितो रतलं लोहिताङ्गे द्वयं वारिजाक्षं वदे कुंचितये कुंतलय भाजमानाननं रत्नमौलिलसतकुण्डलं गण्डयो संवरतस्य वस्यो हरिर्जायते सत्वरम् पापानि जन्मान्तर्गतानि च तानि सर्वाणि नश्यन्तो प्रदक्षिणां पदे पदे पार निकाल्नु
पार्वती सहित सांब सदा शिव जी को, महाकाली महालक्ष्मी महासरस्वती को, वैश्वानर भगवान को, आदित्यादि नवग्रहरों को, स्थापित पूजित समस्त देवी देवतारों को जय। हरे हरे महावल्लभाय रामायण, हरे दुआराय 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 संस्कार प्रवक्ष्यामि कर्मण साति लक्षणे कृते तु मुनि पंचम्यं वर्ति पापं रजो भवं क्षयं गच्छति नारीणां मिते वेद विदो
प्रतापिके सबमूल तब मत्स्या सुलभ्य करुणानिधि साठ्यो वाच पुनः विप्र विस्मयो भोल्लोचनः नव वैधव्यमापन्ना रोधि तेषां कुमारिका अस्या पतिर्यथा जीवे वैधव्यं चैव नश्यति तथा कुरु मुनिश्रेष्ठ दय समवतां धनम् इति तस्य वचनं श्रुता विस्मितो वाक्यमब्रवीत् अधुना मकरं प्राप्तो भास्करो लोकभास्कर माघो यम च बरो मास सर्वकरतु फला अर्थ धन सम्पत्ति आफन्तहरू इष्टमित्रहरूलाई राख्ने इच्छा गर्दछ जिज्ञासु जसले जिज्ञासा राख्दछ त्यस्ता व्यक्ति अनि ज्ञानी छ जो त्यसले चाहिँ भगवानको सेवा गर्दछ पूजन गर्दछ र सबैले चाहँदै पनि त्यो गर्न सक्दैन धेरै वर्षले धर्म गर्ने प्रेरणा प्राप्त गर्दछ र यो धर्म भनेको जुन हामीहरू यज्ञ आदि गर्यौं त्यसबाट यहाँ वेदाङ्गहरूको जुन आवाज छ हैन तरङ्ग छ त्यसले यहाँको वायुलाई सुसंस्कृत गरिदिन्छ त्यसलाई राम्रो बनाइदिन्छ र जसरी हामीहरूले यज्ञ हवन आदिहरू गर्दछौं र यज्ञात भवति पर्जन्य यज्ञात भवति पावक यज्ञ गरियो भने जल वर्षा पनि राम्रो हुन्छ हामीहरूले यहाँबाट हवन गरेका विभिन्न प्रकारका औषधि जन्य कुराहरूको हवन गर्दछौं यसबाट हाम्रो अन्तरङ्ग बाहिरी जुन आवाज छ यसलाई चाहिँ उसले संस्कार गरिदिन्छ राम्रो बनाइदिन्छ र त्यस अवस्थामा वर्षा हुँदाखेरि त्यस्तै राम्रा प्रकारका तत्त्वहरूलाई चाहिँ हाम्रो जुन अन्न बालीहरूमा पर्दछ र त्यो अन्न बाली भोग गर्ने भएका प्राणी सबैको चित्त शुद्धि बन्दछ राम्रो बन्दछ र व्यक्तिले त्यस्तै राम्रा कर्महरू गर्दछ जस्तो भोजन गर्यो त्यस्तै खालको व्यक्तिको विवेक बुद्धिको वृद्धि हुन्छ विवेक भयो त्यस्तै खालको नामको स्मरणको बडो ठुलो महिमा छ र हामीहरूले पनि यो यत्रो व्रतबन्ध एउटा भाँडो बनाउने राम्रो संस्कार दिनको लागि आज यत्रो यज्ञ आदि लक्ष्य दीप प्रज्वलनको साथमा आज हामीहरूले यहाँ बाबुको व्रतबन्ध गरेका छौँ प्राप्ति हो भन्नको लागि हामीहरूले सूर्यनारायण भगवानको अर्चना गरियो शिवको अर्चना गरियो लक्ष्मीनारायण र यो एउटा भाँडो बनाउने या संस्कार दिएर उसलाई चाहिँ राम्रो बनाउने प्रयत्नमा हामीहरूले यो कर्महरू चाहिँ यहाँ गर्छौँ धूपमाग्रापयामि प्रत्यक्ष दीपं दर्शयामि नैवेद्यं निवेदयस्य वामदेव ऋषि अग्निवरुणो देवते त्रिशूला स्वशुचानो विश्वद्वयागो से परमोद्यस्मत् अग्निवरुणाभ्यां स्वायदम अग्निवरुणाभ्यां फेरि आता जल्दैन ओम तन्नो अग्न इति वामदेव ऋषि त्रिशूल छन्दो अग्निवरुणो देवते आद्यने विनियोग छद्दिनो ओम सत्तां राजामातिथिं पात्रं जानायन्ता देवा तपाईं त त्यही बसिबस्नु ल त सूर्यको पूजा गर्नुहोस् त तल्लोक पुण्य प्रज्ञियं यत सेदि न विद्य फूल चढ़े पान चढ़े और चढ़े मेवा लड्डुओं को भोग लगे संत करे सेवा जय गणेश अलि यता भित्र आउनु यता प्रभु का शरण उपासक ओम जय जगदीश हरे मन को थाल मनोहर गल भा
ओम हर 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 महादेव शंभो जय जय श्री राधेश वैमसीतम तत्सर्व क्षम्यतां देव प्रसिद्ध परमेश्वर प्रसिद्ध प्रतिकं भक्तजनं प्रकुर्यात् आफूतिर फर्काउने हात जल सबैलाई दिनु सारथी हम जामदा जेल pertaran tisirka astani kanggana tesagu sastra idani patanwani kan masih tham idam rashtrankrit prachalita dravya saraswati daivatatmakam garvaputraaya lalmani sarmani subhitaya brahmanaya toena tubhyavayam sampradatmahe om swasti ल पुष्को टुक्रा लिएर संकल्प लिनुहोस् हरिओम तत्सत हरिओम तत्सत हरिओम ते कालयुक्त नाम संवत्सरे श्री सूर्य पूर्व उत्तरायणे मासा नमास उत्तम मास है हामीले लगाउनु त्यो बर्बाद ओम कायेन बनबस रामलाई पठाउन कैकेयीले दशरथलाई लागिन् सताउन कठै कैकेयीले दशरथलाई लागिन् सताउन जिद्दी गरिन् उस्काउने मन्थर राजा भरत हुनु पर्छ रामलाई
वनवासबाट कठै राजा भरत हुनु पर्छ रामलाई वनवासबाट राम गए सीता वनवास दाजु भाउजू सँगै लक्ष्मण गए उनकै साथ राम गए सीता वनवास दाजु भाउजू सँगै लक्ष्मण गए उनकै साथ भारत बनाऊ राजा रामलाई भनिन् बनाजा 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 हे भगवान भारत बनाऊ राजा रामलाई भनिन् बनाजा 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 हे राजा दशरथ मूर्छा परे भुइँमा लडेर कैकेयीको बाचा कसम पूरा गरेर कठै कैकेयीको बाचा कसम पूरा गरेर राम गए सीता वनवास दाजु भाउजू सँगै लक्ष्मण गए उनकै साथ राम गए सीता वनवास दाजु भाउजू सँगै लक्ष्मण गए उनकै साथ ग्यारो बज गाउन भरत राजा बनाउन 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 हे भगवान ग्यारो बज गाउन भरत राजा बनाउन 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 हे कैकेयीको दरबारमा बिदा माग्न जाँदा ज्ञा भयो बनका गिठा खानेका कठै जाँदा ज्ञा भयो बनका गिठा खानेका राम गए सीता वनवास दाजु भाउजू सँगै लक्ष्मण गए उनकै साथ राम गए सीता वनवास दाजु भाउजू सँगै लक्ष्मण गए उनकै साथ
सीताको सामु बिदा माग्न राम गए राज्याभिषेकको बेला भो भन्दा झस्किए कठै राज्याभिषेकको बेला भो भन्दा झस्किए राम गए सीता वनवास दाजु भाउजू सँगै लक्ष्मण गए उनकै साथ राम गए सीता वनवास दाजु भाउजू सँगै लक्ष्मण गए उनकै साथ मलाई आशिष दिनुहुन्न माता पिर्लिनु 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 हे भगवान मलाई आशिष दिनुहुन्न माता पिर्लिनु 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 हे राज्याभिषेक भन्दा अर्कै ठुलो पर्यो काम आज्ञा पुरा गर्न वनवास गयो भन्नु राम भन्दै आज्ञा पुरा गर्न वनवास गयो भन्नु राम गए सीता वनवास दाजु भाउजू सँगै लक्ष्मण गए उनकै साथ राम गए सीता वनवास दाजु भाउजू सँगै लक्ष्मण गए उनकै साथ रत्न सम्झाउँछु झन् फर्किएन रामको मन 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 हे भगवान रत्न सम्झाउँछु झन् फर्किएन रामको मन 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 हे सीतासँग बिदा माग्न जाँदा हर्कै भेष अचम्म भो भुइँचालो कोसलाको देश कठै अचम्म भो भुइँचालो कोसलाको देश राम गए सीता वनवास दाजु भाउजू सँगै लक्ष्मण गए उनकै साथ राम गए सीता वनवास दाजु भाउजू सँगै लक्ष्मण गए उनकै साथ
आज समापन भयो नमस्ते म बटु मेरो बहिनीको छोरा नमस्ते म बटुकको काका नातिको आज बटुकको के बटुकको बहुत खुसी लाग्यो बटुकको कान्छी पुपु बटुकको एउटा यता एउटा यता यस्तो गर्ने म मम्मी भनेर आज मुख्य आकर्षण हाम्रो भान्जा कस्तो गरिहाल्नु म एक मात्र मामा सुभाष बोधम म साना बा हो कि कान्छा बा म दुलाको दाइ भाइको